कस्तो देखेपछि मामा बाटो आउँदाखेरि होइन बाटो खुलिया छ हिजो अब यो उकालो 5-6 घन्टा अब यो आफ्नो उसमा चाहिँ आउनु पर्यो कति बस्ने हो अनि पिच गर्ने पिचै फेरि त धसिएर जाने सबतिर भयो भने त डबल ट्रिपल खर्च चाहिँ राज्यले त तान्न सक्दैन नि त्यसकारण 5-7 वर्षको भित्रमा 100 वर्षभित्रमा नभएको काम त हामी यहाँ 5-7 वर्षभित्रमा गरिरहेका छौँ नेपालमा बाटो खुल्न थाले त 100 वर्ष भइसक्यो एकदम अब यतातिर गाउँघरतिर त ठिकै छ हैन सब ठिक छ अनि गाउँघरतिर सबै ठिक छ ल राम्रो हुनु पर्यो राम्रो गर्नु पर्यो अब यो हामी ठिकै छौँ अहिले हामीले ठिकै गरिरहेका छौँ राम्रो हुनु पर्यो राम्रो गर्नु पर्यो हैन राम्रो पनि गर्नु हामी आफ्नो ठाउँमा राम्रो भइजाउँ ल अब हजुरले आफ्नो ठाउँमा हामी अब सबैतिर राम्रो गरिरहेका छौँ हामीले गर्ने बेला हामीले गर्छौँ हजुरहरूले अहिले गर्ने हजुरहरूले गरिदिनु पर्छ आशा भएको थियो गरौँला बाटो हालत यस्तो छ नि अब यसलाई अलिकति कस्तो देखेपछि मामा बाटो आउँदाखेरि होइन बाटो खुलिया छ हिजो अब यो उकालो 5-6 घन्टा हिँड्नु पर्थ्यो अहिले कम्तीमा बाटो गाडीमा आउनु पाइने भएको छ यो राम्रो कुरा भयो अझै यो बाटो चाहिँ अब यो पश्चिम जाजरकोटको लागि महत्त्वपूर्ण बाटो छ जुनी चाँदे कुशेको यतापट्टिको भाग छेडाघाटको यो सबै भागको लागि यो मूल बाटो नै छ अलि ढिला भयो कि भन्ने लाग्यो मलाई अलि यसलाई होइन ढिला त नेपालमा सडक बन्न लाग्यो कहिलेदेखि 100 वर्षभन्दा बढी भइसक्यो हामीले यहाँ त बाटोको काम गर्न सुरु गरेर त 8-10 वर्ष भएको छ बढीमा 8-10 वर्षमा त हामीले त यहाँ त सब उलटफेरै पारेका छौँ नि 5-7 वर्षको भित्रमा 100 वर्षभित्रमा नभएको काम त हामी यहाँ 5-7 वर्षभित्रमा गरिरहेका छौँ नेपालमा बाटो खुल्न थाले त 100 वर्ष भइसक्यो 100 वर्षसम्म सुतेर बस्या अवस्थाबाट हामीले 5-7 वर्षभित्रमा यो उलटफेर ल्याइदिएका छौँ सबै वडामा अहिले कम्तीमा पनि बाटोघाटो खुल्या छ अब हामीले केही बाटोहरू त कालोपत्री पनि सुरु गरिराखेका छौँ अब हामीले यी बाटोहरू पनि स्तर उन्नति गर्ने हाम्रो मुख्य प्राथमिकताका बाटोहरू यो हुन अब यसलाई स्तर उन्नति गर्छौँ किनकि धेरैभन्दा धेरै मान्छेहरूको सहभागिता छ नि त्यो त अब अघि हामीले जुन गाडीबाटको लागि भनौँ छेडाघाटको यो बेल्ट कुशेको वल्लो बेल्ट त्यो सबैको लागि चाहिँ अलि यो हुनाले मूल बाटो जस्तै पनि भए हुनाले यसलाई चाहिँ हेर्नुपर्छ भन्ने कुरामा हामी एकदम क्लियर छौँ स्तर उन्नतिको लागि पहिलो काम सडकहरू ट्र्याक खोलेर केही समय नचलिकन कालोपत्री गर्न सकिँदैन गर्नु हुँदैन पनि किनभने पहिरो कति आउने हुन् त्यसपछि गएर यो कति चाहिँ अब यो आफ्नो उसमा चाहिँ आउनु पर्यो कति बस्ने हो अनि पिच गर्ने पिचै फेरि त धसिएर जाने सबतिर भयो भने त डबल ट्रिपल खर्च चाहिँ राज्यले त तान्न सक्दैन नि त्यसकारण ट्र्याक खोल्या भोलिपल्टै पिच हुन्छ भन्ने हामीले त मान्छे त बनाउनु हुँदैन त्यसकारण हामीले यो 5-7 वर्षमा उलटफेरै ल्याएका छौँ यहाँ खास कुरा यही हो उलटफेर ल्याएको छौँ अब यसलाई स्तर उन्नति गर्नु अर्को कुरा मामाजी त्यो चाहिँ अब यहाँ पुलको बडो समस्या छ मामाजी देखिपछि होला बर्खातिर त्यो गाउँ र यो गाउँ एकदम डिस्कनेक्ट हुन्छ ठिक हो पुलको समस्या तलबाट उहाँ थला बजार जान पनि डिस्कनेक्ट हुन्छ सहमत छु यो कुरामा के म सहमत छु भन्दाखेरि हामीसँग समस्याका यति धेरै पहाड थिए क्या सबै समस्याको चाङ लागेर बसेको थियो थुप्रो लागेर बसेको थियो समस्याका पहाड जता हेऱ्यो उतै थिए बाटो हेऱ्यो बाटो थिएन बिजुली हेऱ्यो बिजुली थिएन सञ्चार हेऱ्यो सञ्चार थिएन अस्पताल हेऱ्यो अस्पतालको दयनीय अवस्था थियो स्कुल हेऱ्यो स्कुलको भवनको दयनीय अवस्था थियो भन्दाखेरि त हामीसँग त जताततै समस्याका पहाड थिए यो सयौँ वर्षदेखि बाजे हजुरबाजेका पालादेखिका समस्याको जो पहाड चाङ लागेर बसेको थियो त्यसलाई हामी पन्छाउँदै गइराखेका छौँ हाम्रा आवश्यकता यति धेरै थिए कि 5-7 वर्षमा ती सबै आवश्यकता पुरा गर्न सकिने त थिएन तर हामीले जति गरेका छौँ एउटा उलटफेरै ल्याएका छौँ अब यो तपाईँले भने समस्या पनि छन् यो समस्या पनि हामी समाधान गर्दै जाने हो ल हुन्छ हस् म यो क्यामेरा नमस्कार यो चिज किन्नुमा चाहिँ बढी माया भयो यसै भन्नुहुन्छ मैले मोबाइलको माया बढी म भन्छु कि मेरो लगानी छ हजुर अलिक लगानी गरेको त्याग गरेको तपस्या गरेर अब भाडा यही थियो क्या हामी त्यो तपाईँहरूकै अब हुनुहुन्छ अगाडि दाजुभाइहरू हुनुहुन्छ भनेर हामी युवा साथीहरू पछि हौसेर आयौँ
अनि बाबा अनि कहाँ त्यो त फेरि यस्तो भयो नि अलिकति चान्स दिनुपर्छ क्या अरूलाई म आइदिएको भए म यहाँ आए भए उहाँ चान्सै नपाउने त्यो मान्छे मर्दा मर्दै चान्स पाउनु पर्छ अर्काले चान्स पाउँछ त्यस्तो